न यहाँ चाउमिन ल केटाहरूले चाउमिन बनाएर रहेछन् यहाँ चाउमिन बनाएर रहेछ त्यो चाउमिन यहाँ मान्छे चाहिँ कोही पनि आएन है यहाँ त चाउमिन सुकाएर भएर बस्या भन्दैन के नि अब केटाहरूले उहाँ स्कुलको छेउमा चाउमिन बनाउन थाले रहेछन् पुलिसले लात्ती हान्छ झाँक्रो हान्छ भनेर रहेछन् त केटाहरू त यहाँ बनाएको पाँचै त्यत्तिकै खेर कोही आएनन् मान्छे थाहा भए पो त आउँछन् त मान्छे हाँस्न फेरि होइन कोही आउँछ त त्यत्तिकै खेर जानुभयो कोही आएन थाहा छैन यहाँ भोटान ठाउँमा बनायो आइदिन पर्यो यहाँ खाना स्पेस सामान भन्न त्यत्तिकै जाने हो खेतमा भिडियो बनाएर बित्तिकै त्यतिखेर पोस्ट गर्ने भोलि पोस्ट गर्नु लाग्छ नि भोलि हेरेर भोलि आउँछ मान्छे आउँछ आज साँझ पोस्ट हुन्छ त्यसो भए जा भाइ ल यसले तेरो म्याग लड्छ तेरो म्याग लड्छ बोल बोलिदिनु जा केटाहरू आज चाउमिन नबोकेर हिँडिरहेको छ नि डुब्ने भयो केटाहरू अब के नि त अब चाउमिन बनाएको छ नि यहाँ कुनै परि बस्छ होइन अब चाउमिन अब खाने के अरे राणा बट्टाको घर बनाएको साडुको घर यहाँ उहाँ भोट हाल्ने स्कुलमा त्यही भएर यहाँ आइनु त हेरी नबिकेर ल ल हजुर गाईहरू आउने बेला सबैजना है हाम्रो यो डम्रेली यो पागुरी ठाउँमा टक्क चाउमिनको पसल चक्क लाएर बनिरहेको छ बिग्रिरहेको छैन है पाकिरहेको छ चाउमिन हेर्नु एकदम हेर्न सक्नुहुन्छ गाईहरू सबले चाउमिन पुरा पाकेको छ है पुरा पाकेको छ हेर्नु चाउमिन पाकेको छ हेर्नु है चाउमिन पाकिरहेको छ आउने बेला खानेलाई गाई कोही आउनु पर्दैन यहाँ पनि छ पुरा चाउमिन हेर्दै गाईहरू टक्क लाएर आउनु होला खानालाई डुब्ने भयो त्यता पनि हेर्नु सक्नुहुन्छ हेर्नु आउनु होला खानलाई ठाउँमा बनायो यहाँ पनि छ चोकमा जा भनेको मान्दैन केटाहरूले अरू चोकमा गएर मिल्छ के यार के भन्दैन के भोटान ठाउँमा ठिकीमा गएर बाँध्नु हुन्छ त के त्यतिकै खेर जान्छ त के हुन्छ तेरो मलाई भन्छ यसमा यस्ता लुरीतिर मलाई त हिँड्छ साले हाम्रो केटा चौकी फेरिमा के गर्छ यो बोल्ने त फ्यानमा लगाइदियो